कस्तो छ त विश्वकप क्रिकेट लिग 2 मा जित्नै पर्ने दबावको बीचमा रहेको नेपालको प्रतिस्पर्धी स्कटल्यान्ड। करिब 7 महिनापछि नेपाली राष्ट्रिय क्रिकेट टोली आईसीसी को एक दिवसीय खेल खेल्न भोलि मैदानमा उत्रदैछ। 2081 कार्तिक 20 गते आईसीसी क्रिकेट विश्वकप लिग 2 मा नेपालले आफ्नो अन्तिम खेल स्कटल्यान्ड विरुद्ध खेलेको थियो। जुन वर्षाका कारणले खेल रद्द भएको थियो। भोलि स्कटल्यान्डसँगै नेपालले लिग 2 को स्कटल्यान्ड त्रिकोणीय सिरिजको पहिलो खेल खेल्न लागेको हो। लिग 2 को दोस्रो सर्कलमा नेपालले 3 क्रिकेट सिरिज खेलिसकेको छ। ती सिरिजका 12 खेलमा नेपालले मात्र 2 मा जित हासिल गरेको छ। 2 खेलमा भने अङ्क बाँडेको छ र अङ्क तालिकाको पुच्छरमा रहेको छ। यो सिरिजको अर्को टोली भनेको नेदरल्यान्ड्स हो। नेपाल र स्कटल्यान्ड बीचको हेड टु हेड हेर्ने हो भने 2 बीच कुल 8 खेल भएका छन्, जसमध्ये 4 मा नेपालले जित्दा 3 मा भने स्कटल्यान्डले जित हासिल गरेको छ। एउटा खेल भने रद्द भएको थियो। तथ्याङ्कले नेपाल बलियो देखे तापनि विगत 7 महिना राष्ट्रिय टोलीले एक दिवसीय खेल खेलेको छैन। यस 7 महिनाको अन्तरालमा भने स्कटल्यान्डले आफ्नो अवस्था निकै सुधार गरेको छ। फर्ममा भएका स्कटल्यान्डका बलर र ब्याट्सम्यानले नेपाललाई चुनौती दिनेछन्। पछिल्लो 2 खेललाई हेर्दा पनि नेपालको टप अर्डरमा पकड खुकुलो भएको, तर मध्यक्रमले टोलीको साख जोगाइरहेको जस्तो देखिन्छ। मध्यक्रम लयमा देखिनु नेपाली क्रिकेट टोलीको राम्रो पक्ष भए तापनि टप शीर्षक्रम सन्तुलित नहुँदा यसले ठुलो स्कोर खडा गर्न नसक्ने अवस्था बन्नेछ। पावर प्लेमा ओपनिङ जोडी टिक्न नसकेमा यसको भार मध्यक्रमलाई पर्ने गर्दछ, जसकारण खेलाडीहरूलाई खुलेर खेल्न कठिन हुने गर्दछ। यद्यपि अभ्यास खेलको नतिजालाई मात्र हेरेर चित्त बुझाउने अवस्था भने पक्कै पनि रहेको छैन। स्कटल्यान्डमा घरेलु टोलीको खेल भने पक्कै सहज हुने छैन। फर्ममा भएको स्कटल्यान्डले नेपाललाई राम्रै चुनौती दिन सक्ने देखिन्छ। अङ्क तालिकामा नेपालको हालको अवस्था हेर्ने हो भने लिगका 20 खेलमध्ये 12 खेलमा जित र 6 मा हार बेहोरेको अमेरिका 28 अङ्कसहित शीर्ष स्थानमा रहेको छ। 20 मध्ये 12 खेलमा जित र 6 मा पराजित भएको नेदरल्यान्ड्स 26 अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै 20 खेल नै खेलेको ओमन 11 मा जित र 7 मा हार सहित 24 अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ। 16 खेलमा 9 मा जित र 5 मा पराजित भएको स्कटल्यान्ड भने 20 अङ्क सहित चौथो स्थानमा रहेको छ। 20 खेलमा 9 मा जित र 9 मा पराजित भएको क्यानाडा 20 अङ्क सहित 5औं स्थानमा रहेको छ। 20 खेल मध्ये 7 मा जित र 13 मा पराजित भएको नामिबिया भने 14 अङ्क सहित 6औं स्थानमा रहेको छ। त्यस्तै 16 खेल मध्ये 3 मा जित र 13 खेलमा पराजित भई युएई 6 अङ्क सहित 7औं स्थानमा रहेको छ। अन्ततः 12 खेल खेलेको नेपाल अहिले 6 अङ्क सहित अङ्क तालिकाको पुच्छरमा रहेको छ। अब नेपालले 24 खेल खेल्न बाँकी रहेको छ भने, जसमा नेपालले एक दिवसीय विश्वकपको ग्लोबल छनौटमा चयन हुन मात्र होइन, एक दिवसीय मान्यता जोगाउनका लागि पनि राम्रै कसर गर्नुपर्ने देखिन्छ। लिगका शीर्ष 4 टिम सिधै ग्लोबल छनौटमा पुग्नेछन् भने बाँकी 4 टिमले प्लेअफ खेल्नुपर्नेछ। नेपाल लिग 2 को पहिलो सर्कलमा उत्कृष्ट प्रदर्शन गर्दै ग्लोबल छनौटमा पुगेको थियो।